हेर्नुहोस् त, यसरी हामीले चाहिँ बाटेको दुधबाट पनि प्रशस्त आम्दानी गर्न सकिन्छ। यसरी उहाँले चाहिँ यसरी प्याकिङ गरेर यी बजारको लागि चाहिँ तयारी गर्नुभएको छ। उहाँले त्यति मात्र नभएर हेर्नुहोस् त, यसरी चाहिँ आफूले चाहिँ बाटेको दुधबाट मनक्की आम्दानी गर्न थालिसक्नु भएको छ। ल हेर्नुहोस् त, यसरी चाहिँ तपाईको यसरी सामग्रीहरू यसरी बनाएर यसरी हामीले चाहिँ सजिलैसँग चाहिँ आय आर्जनमा चाहिँ सजिलैसँग सरिक हुन सकिन्छ। हेर्नुहोस् त, यसरी बाटेको दुधबाट प्रशस्त आम्दानीको लागि तपाईले तालिमहरू लिएर तपाईलाई पाएको पर्ने ठाउँमा लामो समयदेखि विगत 15 वर्षदेखि अनुभव भएको ट्रेनिङ प्राप्त म्यामहरूले चाहिँ यसरी चाहिँ तालिम दिएर तपाईहरुलाई चाहिँ आय आर्जनको लागि चाहिँ प्रेरित गर्नुहुनेछ। तपाई पनि सहभागी बन्न सक्नुहुनेछ।